साथीहरु हेर्नुस् कसरी बजाउने अनि संगत थाहा गर्नु सम्पूर्णमा नमस्कार। म ब्लगर बाबुराम सिद्धै अर्घाखाँचीबाट। सो आज पनि नयाँ भिडियोको साथमा अर्घाखाँची भूमिका नगरपालिका 1 ढाकाबाङ सामने गाउँ भगवती मन्दिरबाट म हजुरको सामु नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। अहिले चाहिँ कोटो जाँदैछु साथीहरु। बुन्दुसम्म बाइकमा आएर चट्टोपारमा यहाँ बोकोसोको लिएर कोटो जाँदैछु अनि कोटो गएपछि देखाउने छु यहाँको अवस्था के छ कस्तो छ भन्ने कुरा अनि भगवतीको दर्शन पनि हजुरहरूलाई गराउने नै छु। सो भिडियो चाहिँ हेर्नु होला मज्जाले ट्याक्क पारामा। त्यही नि हो ह्यापी दसैँ अहिले पहिले नै सबैजनालाई, पछि त के हो कता हो के भइन्छ थाहा हुन्न। सो त्यही हो, अब मन्दिरमै पुगेर भेटौँ ल साथीहरु। हामी त सिधै अर्घाखाँची जिल्ला भूमिका नगरपालिका 1 ढाकाबाङ सामने गाउँको भगवती मन्दिरबाट हजुरलाई भिडियो प्रस्तुत गरेका छौँ। देख्न सक्नुहुन्छ यहाँको अवस्था चाहिँ ठिक छ। एउटा मन्दिर चाहिँ भइहाल्यो अनि 2वटा मन्दिर चाहिँ त बन्दै छन्। अहिले चाहिँ यस्तो 3को छाप्रामुनि गरिरहनु भएको रहेछ। काम प्रोसेसमै छ कि काम चाहिँ चलिरहेको छ। अब दसैँको बेलामा चाहिँ त पूजा रोक्नु त भएन भनेर यसरी चाहिँ पूजा हुँदै रहेछ अहिले। पहिला यहाँ पनि बाटो पनि थिएन, पहिला चाहिँ अलि पर उताबाट आउनु पर्थ्यो, बाटो पनि थिएन र अहिले चाहिँ यताबाट मोटरबाट ल्याएर मन्दिर चाहिँ व्यवस्थित हुँदैछ है, देख्न सक्नुहुन्छ। ए भाइ पूजापाठ चलिरह है, पूजापाठ त चलिरह नि ल ठिक छ। सिस्टममा जानु पर्यो क्या। हेर्नुहोस् साथीहरु, भक्तजनहरू चाहिँ मस्त तरिकाले आएर बसिसक्नु भएको छ। हाम्रो लाउरे भक्त सबै चाउरेहरू सबै यहीँ छन्, देख्न सक्नुहुन्छ। सर र दाइहरू पनि मजाले बसिरहनु भएको छ। हिसाब किताब पनि के भइरहेको छ कुन्नी ल पैसाको नि हिसाब किताब भइरहेको छ। पूजा चाहिँ विशेष तरिकाले चलिसक्यो। हाम्रो दाइ पनि पूजाकै क्रममा हुनुहुन्छ यता। हाम्रो भगवती मन्दिरको मेन पुजारी चाहिँ यहाँ हुनुहुन्छ है, देख्न सक्नुहुन्छ। ल यहाँ पूजाको प्रोसेस चलिरहेको छ। कसरी फाल्छ भिडियो यदि खै ल हाम्रो दाइ पर्छ लाइभ गरिरहनु भएको साथीहरू। बोलिदिनु न 1-2 शब्द बोलिदिउ। एउटा ऱ्याप हान्दियो मन्दिरमा त कहाँ ऱ्याप हान्थ्यो, भजन गाइदियो। काम छौ के हुन्छ तिमीलाई? एबिसी जान्छौ पढ्ने ठाउँ हेऱ्यो मन्दिर। ल साथीहरू, भक्तजनको चाहिँ भिड बढिसकेको छ यहाँ, देख्न सक्नुहुन्छ लाइभ प्रत्यक्ष। ल भगवतीको मेन मन्दिरको मेन पूजा गर्ने ठाउँ चाहिँ यही साथीहरू। बा चाहिँ यता हुनुहुन्छ, माइला बुवा चाहिँ यता हुनुहुन्छ, चक्क पारेर उम्मिनु भयो। अब कहाँ कपाल त होइन भएको पनि। मान्छे चाहिँ भिड त हल्का फुल्कै भइसक्यो। जति दाजुभाइले पूजा गर्नु नि त्यही आइसक्नु भयो। ल साथीहरू सुरु भयो बाख्रा बनाउने कार्यक्रम। 19 भाइ जुटेर आएका छौँ। हामीले जे जाने हम त्यही गरेका छौँ। जताततै धुपबत्ती गर्नेसम्म हाम्रो भएको छ। बाँकी चाहिँ बनाउने कार्यक्रम फेरि सोचौँला। अहिलेलाई जे छ त्यसै स्वीकार दिनु पर्यो। अवस्था समस्या सबै भगवतीले हेरिदिनु पर्यो र 19 भाइ जुटेर उडेर आज तपाईँको खडा भएका छौँ। अब खिस्साउने होइन, हाम्रो 19 भाइको चित्त बुझाइदिनुपर्छ। सबैबाट सबै चिज आएको छ। अब चाहिँ नि यसो अब बाँकी गर्नुपर्ने काम त थुप्रै छन्, तर अहिले संक्षेपमा जे गर्ने गरेका छौँ। ल भगवती भन्दैछ मान्छ 19 भाइको यो भगवतीको लागि बक्कल भोग
नगरेको भए पनि क्षमा चाहन्छौँ गर्दै जान्छौँ दाजुभाइले ध्यानो भेटिदियो त दाजुभाइले पैसा दिइसक्यौँ नि अब हाम्रो हो गर केको लगाइदिनुहोस् त्यही त ल हल्का डिस्टर्ब गरिरहेको छ हामी खुसी छौँ तर मान्न पर्यो किन मान्न नै साथीहरू हेर्नुहोस् कसरी बजाउने अनि शङ्का थाहा गर्नु खत्म बाय बाय टाटा गुड बाय गया यो ट्राई हो यो हुँदैछ हाँस्न हुन्न यो त कम्प्लिट जानेको लागि बल्ल एक कुरा आउँदैछ अब यहाँ अझै आउँदैछ अपडेट हुँदैछ तीन नम्बरमा 4 नम्बरमा ढल्न पनि सक्छ साथीहरू विचार गर्नु होला साथीहरू मोटामोटी खालको पूजा चाहिँ सबैजनाले सम्पन्न गरेर सबैजना अब टिको सिको लाएर पाठाहरू मनाएर अब मेन काम चाहिँ भइसकेको छ अब पाठा काट्न लागि बाँकी छ अनि बल्ल अरू हुन्छ त्यसपछि पाठा काटेपछि बल्ल घर जानुपर्ने हुन्छ सबैजना पूजापाठ चाहिँ सकिसक्यो अहिले हाम्रो सट्टा पारामा भन्नुपर्दा यहाँ बाजा बजाउने मान्छे कत्रो छन् देख्न सक्नुहुन्छ त्यही नि हो सबैजना पूजा लगाएर मेरो फोन खै हजुर तपाईँको फोन त मलाई त गोबल देखिन्छ उता म तपाईँ दाइको ए दाइको फोन कहाँ राखिदिनु पोको काट्ने कार्यक्रम सुरु भइसक्यो साथीहरू पोको काटेको भिडियो चाहिँ खासै सामाजिक सञ्जालमा हाल्न पाइँदैन अब त्यस्तै नै हुन्छ सबैजना हेर्दै हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सब्सक्राइब चाहिँ हान्न पर्यो है सिधै अर्घाखाँची भगवती मन्दिरबाट ल ल ल हान्यो ल हो ल भगवतीको भिडियो त गराउनु न के त मारानीको भिडियो गर्नु हान्ने त हो र अनि सेम मेमोरीलाई मात्र राख्नु त यसलाई सामाजिक सञ्जालमा हाल्न दिन्न र गर्दैन यार त्यो चाहिन्न यार त्यसले आयो छैन के त्यो पाठा काट्नु नि पर्छ है पाठा काट्नु नि त बस्नु पर्छ टिको लाएर हिँड्ने हो झ्याक्क हो ल केको नकाटेस् त यतिको बल भएछ नि आदि रोडले खाने ल अर्को पाठा लिएर आऊ है मैले झन्ने काट्ने मैले झन्ने हान्थे ल नेक्स्ट किन लिँदैन पाठी लिनु ल हाम्रो यहाँ आज पाठा काटेर भइयो यी नवमीको नवमीको अष्टमी हो रे अष्टमी पूजा ल हाम्रो दाइले राम्रो पत्रकारिता गर्दै हुनुहुन्छ नमिला अष्टमी काट्छन् भन्दा भने झम्मै गयो अर्को बोको आउँदैछ कतिवटा आउने गन्दै गर्नु जति बित्या गर्छ एउटा तपाईँको हामीले देखाउँछौँ हाम्रा हिराहरूले यहाँ जताततै भिडियो बनाएर त्यसै हामी प्रत्यक्ष प्रसारणमा छौँ है साथीहरू सामने गाउँ भगवती मन्दिरबाट हामी यसरी उपस्थित भइसकेका छौँ हेर्दै जानुहोस् ल ल हाम्रो दाइ पनि हुनुहुन्छ यता छोटो पारामा हाम्रो दाइ त हुनुहुन्छ हो स्याबास यो गोन पर्यो यो गर एउटा घुमाइ भयो के टाउको घुम्छ केही फरक पर्दैन होइन के को सबै घुमाउने यो गर होइन देउता यत्ने देउता यही छ नि होइन रगत ठिकै हो रगत नि देउतै हुनुहुन्छ यी त्यस्तै गयो हेर्नुहोस् फल 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 यो तरिका तरिका ल ल भन्दा एउटा माइकिङ गर्नु माइकिङ गर भगवती माइले बल्ल खुसी गर्थे रगत हो नत्र आउँदैन नि रगत भगवती माइको बोल्नु पर्यो ल दुई चार शब्द जाइस अगाडि दाइको मिठा मिठा शब्दहरू हाम्रो अब भगवती माइले त्यो यस्तो खुन खाएपछि कुन खाए खुसी हुन्छन् खुसी हुन्छन् एकैचोटि यहाँ ल झ्याक्क ल हाम्रो 30 वटा बोका काट्यो 30 वटा बोका काट्यो
एउटालाई 10 को हिसाबले ल नेक्स्ट उता गहन काट्दै उता लाने भिडियो कटिङ छ नि दाइ एउटा उता गान भिडियो कटिङ छ ल भाइ यो दाइ तपाईँको हामीले 27 वटा त देखाएनौँ 30 वटामा 3टा मात्रै देखायौँ अझै आऊ भिडियो गराउँ लास्ट यो 50 वटामा पर्छ यो 40 वटा काटिसक्यो 50 वटामा पर्दैछ क्या उता लगेको बोका देखाएँ भिडियो कटिङ गरेर हम योसँग त 40 वटा हुन्छ नि 50 वटा 50 भइसकेको छ 50 भइसक्यो भइसक्यो काट्दै उता लाँदै गरे त्यहाँ यहाँ कहाँ देखिन्छ म भिडियो कटिङ गरेर छु कि हाल्दाखेरि नि भिडियो काट्दै हाल्दै गर्छु त्यही भएर यो एउटालाई ल ल सानो भन्नै पर्दैन भन्ने भन्नु दाइले रिपोर्टिङ गर्न छोड्नु अरे अल्लीमा जाएन ल रिपोर्टिङ हान्नु पर्यो झ्याप हो ल सक्यो दाइ नखा दाइ अष्टमी के अष्टमी भन्नु न भदौ 16 गते दसैँ सक्यो जस्तो कुरा नगर्नु तपाईँले ल साथीहरू आजको अष्टमी पूजा चाहिँ सामने गाउँ भगवती मन्दिरको सम्पन्न भइसकेको छ अब चाहिँ तपाईँहरूलाई सिधै अब 3 दिनपछि तिरादशीमा चाहिँ यहाँ स्पेसल खालको निम्तो छ अनि तिरादशीमा भव्य सरानाच पनि हुन्छ यहाँ सो सबैजनालाई स्वागत छ अनि दसैँको 3 दिनपछि है